फिक्स्ड डिपोजिट गर्दाखेरि तपाईँहरू मजाले पनि एउटा जिज्ञासा त हुन्छ होला, इन्ट्रेस्ट रेट कति छ होइन। जुन ब्याङ्कले तपाईँलाई बढी इन्ट्रेस्ट रेट दिइरहेछ अभियसली तपाईँ त्यतै एफडी गर्न चाहनुहुन्छ। तर कुन ब्याङ्कमा कति इन्ट्रेस्ट रेट चल्दैछ भनेर कसरी थाहा पाउने त होइन, यो कसरी तपाईँले थाहा पाउन सक्नुहुन्छ त। अब कि त तपाईँ त्यहाँ ब्याङ्कमा गएर सबै सोध्न सक्नुहुन्छ कति इन्ट्रेस्ट रेट चल्दैछ। अब हरेक ब्याङ्कमा गइकन सोध्न पनि अलिकति छ होला होइन। त अर्को के गर्न सक्छौँ भन्दाखेरि हामी वेबसाइटमा हामी गएर प्रत्येक ब्याङ्कको जस्तै तपाईँ कम्पेयर गर्न सक्नुहुन्छ 2-3टा ब्याङ्क अब होइन, कि कसरी कति चल्दैछ, कुन रेट चल्दैछ भनेर। अब मेन कुरा के छ कि यो इन्ट्रेस्ट रेट भनेको महिना पछाडि चेन्ज हुन्छ, प्रत्येक महिना चेन्ज हुन्छ, हरेक महिनाको स्टार्टिङमा चेन्ज भइरहेको हुन्छ। अब त्यसको लागि चाहिँ तपाईँ महिनाको 1 गते होइन 1 गतेतिर कुनै पनि ब्याङ्कको वेबसाइटमा गएर तपाईँले हेर्नुभयो भने तपाईँले अहिलेको चलेको इन्ट्रेस्ट रेट कति छ भनेर तपाईँले थाहा पाउन सक्नुहुन्छ। त यसरी तपाईँ एउटा कम्पेरिजन गरेर र कुन ब्याङ्कमा बढी इन्ट्रेस्ट चलिरहेको छ एफडीमा त्यो हिसाबले तपाईँ त्यो ब्याङ्कमा गएर एफडी गर्न सक्नुहुन्छ। अब एफडी गर्दाखेरि चाहिँ अब कोही इन्ट्रेस्ट रेट कन्सिडर गर्छ होइन, कोही सेक्युरिटी पनि अलिक कन्सर्न लिन्छ कि खालि कहाँ ब्याज बढी पाइरहेको छ त्यही जान्छु भन्दा नि अब कुन ब्याङ्कमा मेरो पैसा अलिकति सुरक्षित होला, म त्यही गएर पैसा राख्ला त्यो हिसाबले पनि सोच्छ। त यो दुइटै फ्याक्टर कन्सिडर गर्नुपर्छ हामीले होइन, किनभने यो जरुरी छ। तपाईँको पैसा होइन, तपाईँको पैसा सुरक्षित हुनु पर्यो। हुन त हाम्रो नेपालको केसमा कुरा छ, अब तपाईँ अब A क्लास B क्लास C क्लास तपाईँको पैसा सुरक्षित नै हुन्छ। तपाईँ एफडी गर्नुहोस्, तपाईँले केही त्यस्तो खासै केही फरक पर्दैन, अहिलेसम्म भएको छैन।